तरकारी तथा फलफल जिल्ला संघ येल महानगरपालिका कृषि बजाया स्तरोन्नति विकास विस्तार व संरक्षण च्युता मक्यंगु थासे कुख्युंगुडु बुधबार लगन खेले चंगु फलफल तथा तरकारी बजारे पत्रकार सम्मेलन याना इमिसा थटेकु खिंगु ख 2058 मङ्सिर 21 गतेदेखि यो सञ्चालन भएको यो जमिनदेखि यहाँसम्मको लगानी भनेको सम्पूर्ण हाम्रा व्यवसायीहरू हाम्रो लगानी पत्रकार सम्मेलन फलफुल तथा तरकारी जिल्ला संघीय नायक कृष्ण प्रसाद सञ्जल येल महानगरपालिका नीति तारन्तार येल महानगर दुने चंगु तरकारी व फलफुल बजार व्यवस्थापन यात लिखित व मौखिक इनाप यानागु जुसान महानगरपालिका व्यवस्था यागुली कार्यान्वयन मजुगु थादिल हाम्रो आन्दोलन कसैको विरुद्ध हैन हाम्रा कुरा सुन्न राज्यलाई हुन्छ महानगरलाई नै फाइदा हुन्छ मेरो साथ तपाईलाई पनि भलो हुन्छ राम्रै हुन्छ तपाई पनि इज्जतै रहन्छ र अर्को कुरा के पनि हुन सक्छ भने मैले के गराएको थिएँ मैले अनुरोध गराएको थिएँ कतै मेयर साहबको उपमेयर साहबको र 29 वटा वडा अध्यक्ष ज्यूहरू बिच तालमेल नमिलेर अड्केको छ भने यो व्यक्तिगत होइन दलगत होइन एकदम सामाजिक हिसाबमा उठेर यसलाई एक अर्कामा काहीँ कुरो बाँधिएको छ भने विशुद्ध हिसाबले यसलाई गरिदिन हुन म विनम्रका साथ अनुरोध गर्दछु। तरकारी बजारे हाल चेपेंगु स्थले फलफुल व तरकारी मिया चुंगु दुसा पसत हुआ स्टेशन ले पटिक 9288 बालौं पुला चुंगुदु तर त्यो बजार भनेको विरुद्धमा हैन कृषि बजाया सार्वजनिक निजी अवधारणा विकास व विस्तार यात जिल्ला संघ मडिक्कन हेना चंगु जुसान महानगर व्यवस्था यागुली कृषक कृषि व्यवसायी व उपभोक्ता त निराश जिमाला चंगु इमिसा थागुदु तर समय चाहियो भन्ने हामीले माग गर्यौं मेयर साहबले तोक्ला दिनुभयो उपमेयरजीलाई बैठकमा पेश गर्नु भनेर त्यो यहाँ हामीसँग छ अनि बैठकमा पेश गर्नु भन्नु मैले दर्ता गरी लिएर आएँ तर त्यो पत्र कहाँ गयो अहिलेसम्म हामीलाई थाहा छैन। महानगरपालिका लगन खेले चंगु फलफुल तथा तरकारी बजाया स्तर उन्नति यागु थका आसे पट्टो छोया हगु ता इ दे ठुंकुगु जुसान बजारे छुना कथ स्तर उन्नति या ज्या मजुगु थासे प्रेस विज्ञप्ति मार्फत ठिठी कथ या माग तगुदु महानगरबाट सो आश्रय पत्रमा कुनै सुनवाई नभएको लगायतका कृषि व्यवसाय बजार विकासका लागि माग पत्र पेश गरेको अनि 4 महिना 4 वर्ष 4 महिना बितिसक्यो तर कुनै सुनवाई भएन। सङ्घले ललितपुर महानगरपालिकामा माग पेश गर्दा माग पुरा नगरिएमा कृषक तरकारी तथा फलफुल व्यवसायी आम उपभोक्ता तथा सम्बद्ध पक्षहरूको सहयोगमा महानगर तथा सम्बन्धित निकायहरूलाई खबरदारी गर्नको लागि चरणबद्ध रूपमा पत्रकार सम्मेलन गर्ने धरना दिने रिले अनसन र आमरण अनसन समेत गर्ने